अनि नानी खाना त बनाउनुहुन्छ होला नि। अब यसका भरोसामा बस्छु भने त अब त्यही म्यागी त खुवाउँछ, आफू पनि त्यही खान्छ, बिहान बिहान बेलुकै म्यागी खुवाउला। अब अहिले मैले कुरा राखिदिइरहेको छ, भोलिपछि आमाले केही सिकाइन चाहिँ कस्तिर चाहिँ भनेर मेरा टाउकामा दिन आउँछ। हामीले सिकाउँदा हुने भएर ऊ आज यसरी केटो लिएर आउँथ्यो र हामीले सिकाउनु पर्यो केटो ल्याउन। हामी उहिले कसरी कति मजाले बाबुआमाले केटो खोजेर ल्याए, झ्याइ बाजा बजाएर आयौँ, राम्रै भइरहेछ। अनि जग्गा जमिन चाहिँ कति छ त तपाईँहरूको? हुन त के अब होइन, टेक्ने र समाउने नै छन् भने त दिनै त पर्यो। अब भन्दा लाग्दैन त। आमा म बिहान छिटो उठ्दिनँ, तिमी भन्नु नि, अलिक ढिलो उठ्छु। यत्रो दिन चाहिँ के खुसुर 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 दिनैभरि रातैभरि बोल्थिस् भनेको थिइनस् त्यति पनि? अब त्यही पनि मैले भनिदिनु भने चाहिँ मैले भनेको केटो थियो भने त म मिलाइदिन्थेँ नि त। अब त्यहाँ गएर नाची काट्नु होइन नि, हुन त 11 बजी उठ्छ, अब त्यहाँ गएर 10 बजीसम्म चाहिँ उठ्नु नि। ल त अब हेरिहालेँ गरिहालेँ, अब के भन्नु छ र, अब के कसो हुँदो रहेछ, कहिले मिल्दो रहेछ भन्नु। जति सक्दो छिटो मिल्यो भने ठिकै छ। टाउकै दुखाएर चाहिँ हाम्रो यहाँ बसेर दिनरात च्याङ गरेर अब तपाईँहरूको टाउको दुखाउँछ के नै हुन्छ र। भोलिपछि भनेको छैन यसो उसो भनेर बेका भोलिपल्ट टुप्लुक्क फर्काउन ल्याउला नि, त्यस्तो चाहिँ नहोस्। हाम्रो त उसाना काका पुलिसमा छन्, लिएर आउँछौँ नि हामी त। नमस्ते नमस्ते गर्नु गरे सबैजनालाई रोक्छ, एक एकजनालाई रोक्छ। यस्तै संस्कार दिएको छ नि त, साह्रै संस्कारी छ कि। के लिनुहुन्छ? अनि हजुरहरू चाहिँ के थरी पर्नुभयो त? गोत्र माउली के पर्यो? ए हामी त माउली परेछौँ। अर्कै नेपाल होला नि त, हामी मन त नै झ्याटुङ्गे हुन्छ हाम्रो। तपाईँहरूको कुन पर्यो? ए एउटै रहेछ। हुन त केही हुँदैन, यसो मुन्दुम चुन्दुम गरेर मिलाउँदा भइहाल्छ नि यस्तो कुरा। हुन्छ केही हुँदैन। अनि नानी चाहिँ कति उमेर पुग्नुभयो त? ए हामीले भन्दा 4-5 वर्ष सानो हुनु के, तर उमेरले के गर्छ र आजकल? न मर्नमा हुन्छ न केहीमा, केही हुँदैन, गर्दा हुन्छ। के काम गर्नुहुन्छ? ए इन्जिनियर। आमामामामामा बालखैमा कति पढेको, कहिले पढिसकेको छन् यत्रो? हुन त हाम्रो पनि कम्ती कि चाहिँ छैन है, भर्खरै जागिर बाँकी चाहिँ। पैसा कमाइहाल्छे अनि पढ्नमा फस हुँदै आएकी चाहिँ आजसम्म कहिले फेल नभए, त्यहाँ सिधै जागिर पनि पाउने भए। लिनुहोस् न, खानाहरू दिनुहोस् न। लिनुहोस् न, यो सबै 84 व्यञ्जन। आज बिहान उठेर पूजापाठ 4 बजी उठेर घर सफा, फेरि छुन दिन्न है मलाई छुन्नै दिन, आमा नगर्नु बोल्नुहुन्छ भन्छ हो। अनि छुन्नै नदिए, अब हात भाँचिन्छ नि हौ यो बगेर त। अनि यो 84 व्यञ्जन पकाएर अनि त्यति गरेर बस्दामै हेर्नु त कति झलको उज्याली चाहिँ गलेको अनुहार देखेको छ त। जग्गा जमिन चाहिँ के कसो छ त? हुन त नहुँदा पनि हुन्छ जग्गा जमिन, दुईजनै नोकरी गर्छन्, दुईजनाले गरी खाए भयो भने जग्गा जमिन राखेर पनि के चाहिँ गर्नु छ? भोलिपछि अब मन लाग्यो भने किनिहाल्छ नि त आफै मिलेर। के आजकल त लन्छन् लिएर किन्दा भइहाल्छ। हुन्छ अब के कसो हुन्छ तपाईँ हेराइ कोराइ गरेर भन्नुहोस्। हुन त अब कहाँ पठाउन मन त छ र, अब बालेर हुर्काएर बल्ल बल्ल यत्रो बनाएका छौँ। अब यसलाई राम्रोसँग राख्नुहोस्, त्यति त हो नि। हामीले भन्ने कुरा राम्ररी गरी खायो भने बाँच्यो भने आमा बाउलाई चाहिएकै त्यही हुन्छ। हामी पनि कहाँबाट आयौँ, गरी खायौँ, यहाँ बस्यौँ, अब पठाउनै त पर्छ छोरीको जा। हुन्छ नमस्ते। नमस्कार। क्यामेराम्यान सुवर्णको साथमा हामी दुईजना एकदम धेरै दिन बाद आएको छौँ। आयो नि थुप्रो दिनमा, भिडियो बनाउनै मिल्दैन नि त। म उहाँ घरबाट धाई भिडियो बनाउन यहाँ आएको। हाम्रो प्रोफेसनल जग्गालाई फिलाइरहेको छ यो पालि चाहिँ। र धेरै दिन बाद हामीले यसरी भिडियो बनाएको छौँ र आशा गर्छौँ कि मन पर्यो भन्ने। र थ्याङ्क यू भेरी मच फर वाचिङ। धन्यवाद। बाई।
नसर के लोन त्यसो त भन्नु सी नोज नथिङ यो लोन त म त जान्दैन नि त लोन त म त लोनै बुझेँ लोन अँध्यारोमै देखिन्छ नि आँखा यति दुःख लाग्दो गीत किन बनाउनु होला कति दुःख थियो होला यसमा चाहिँ